आफ्नो मान्छेहरूको लागि मात्रै गर्छु भन्ने पनि होइन होला नि त ब्यालेन्समा लानु छानबिन गर्नु त भनेको छौँ त हामीले छानबिन नगर्नु भने होइन तर हाम्रो मान्छेहरूलाई चाहिँ छानबिन नगरिकन जेलमा हाल्नु भनेको चाहिँ कहाँसम्मको कुरा हो राष्ट्रवादी आफ्नो मान्छे कोही पनि यो पालि मरेको होइन कि यो पार्टीको लागि गरेको आन्दोलन होइन न त यो एमालेको न कङ्ग्रेसको न कसैको स्वतन्त्र रूपमा विद्यार्थीले गरेको आन्दोलनमा चाहिँ तपाईँहरूले त्यसरी कुरा गर्नुभयो भने के हुन्छ भन्नु त न यो सरकारले उहाँहरूको जिम्मेवारी लिने फाइदा चाहिँ लिने हो फेरि फाइदा चाहिँ उहाँहरूले नै घाइते शहीद भनी हाम्रो घाइतेहरूको थोप्रा टाँसी रगत बेचे हो यसले झन् पहिला घाइते शहीद खै त शहीदलाई न्याय घाइते शहीद भन्दै गर्दा त्यही आन्दोलनमा गएको जेलमा भएका मान्छेहरू पनि त्यही आन्दोलनको सहभागी गर्ने मान्छे होइनन् समात्न सक्नुहुन्छ नि गुप्तचर विभागको जति पनि जेएनजीका अगुवा भनेर देखेका अनुहारहरू छ खाना बोलाउने विष हालेर भात दिने एउटा आन्दोलनमा बोलाउने बच्चा बच्ची त्यहाँ लगेर मारेर छोडिदिएर भाग्नेहरूलाई तिनीहरूलाई समात्नु सुरुमा होइन तपाईँले सरकारको विशेष गरेर गृहमन्त्री सुदन गुरुङको विरोध गर्दै गर्दा उहाँ माइतीघरमा आउनुहुन्छ व्यापक सपोर्ट